फाइनली गाइजहरु हैन हामी चाहिँ अब टक्क बिहेतिर जाँदै छौं। यहाँ केटाहरु सब रेडी भइसकेको छ। यहाँ पारा ल दामी तरिकाले हामी चाहिँ फाइनली यता आइसक्यो हैन। यहाँ छ केटाहरु पछि सोल्टी के झर्लङ सोल्टी पर गोल्स किङ आउँदैछ उ पर हैन। अनि यहाँ राजदाई छ है, राज गुरुजी। अनि म यता छु हैन। यहाँ अब दामी तरिकाले लास्टै गरिसक्यो उकालोमा हिँड्दा हिँड्दा रोड बाटो धुलै धुलो भएर हैन। दामी तरिकाबाट ल ल यहाँ डाँडामा छौँ हैन। टक्क यहाँ तलको यो चाहिँ सब हाम्रो गाउँ हो। यहाँ तल देखिएको दामी छ हैन गाउँहरू। हामी चाहिँ यहाँ ज्यामिरे, यो चाहिँ ज्यामिरे हो। अहिले चाहिँ बितलपमा छौँ हैन। यहाँ गोल्स टाइगर पोच्देऊ न यार, मारेको छ। अनि हामी चाहिँ बिहेमा चाहिँ खासमा त्यहाँ जानुपर्ने हो क्या, यता जानुपर्ने यो ठाउँमा। ऊ त्यो स्कुलहरू देखिएको त्यही मासतिर केही टाढो छ। चाहिँ अघि देखाएको गाउँ पनि आइसक्यो हैन। लगभग कट्टी पनि सक्यो। दामी तरिका र लट्टुहरू कस्तो हुँदैछ हिँडाइ छमछम किङ्स गोले हिँडाइ कस्तो हुँदैछ भनिदेऊ त एकचोटि। यहाँ त ठुल्ठुलो रहेछ ढुङ्गाहरू अरू भन। म चाहिँ यस्तो ह्यान्डसम छु कि त कोही केटीले मलाई मन परायो लुकिङ्स मन परायो हैन। एक्सेप्ट गरिहाल्छ। ओ यहाँ दामी रहेछ यार। यहाँ आउन मुला छमछम। अनि हावा यस्तो ए हावा सरर खाँदै हैन। फाइनली गाइस हामी चाहिँ कुन ठाउँ हैन आइपुगेको छौँ। दामी फाइनली हामी चाहिँ यहाँ लङ्का खोलाको हाइड्रो पावरको शिरमा आइसक्यो। यहाँ दामी छ हैन। यहाँबाट टक्क तल लगेको छ 12 छेउमा। अहिले यहाँ उकालो हिँड्दा हिँड्दा हैन गर्मी भएर मासला यत्रो पसिना आयो यार। सब टोलीहरू यहाँ हात खुट्टा धुनु लाग्दैछ। ल उकालोले साह्रो पारो नि त। ए मेरी भगवान कोही जुराइदेऊ न मलाई। टेन्सन नगर, भरे झन् पसिना आउँछ बेलुका। 5 जना जति सोल्टिनीहरूले ठिकेपछि बुढो भइसकेको छ नि। 38 वर्ष पुगिसके गाइज म। पुगिसक्यो। नेक्स्ट समाचार त हुन्छ। गाह्रो छ हौ। गाह्रो त त्यतिकै छ। यहाँ पनि गाह्रै छ गाइज। गाह्रो छ है। ल पानी खाउँ। ल गाइज हामी चाहिँ पानी खायौँ ल। उकालो मुला फेरि सानो छैन। उकालो कता हो छमछम बाटो? यता यतै होला हौ मेन बाटो। बाटो यता पनि छ, यता पनि छ। कता अरे फाइनली यहाँ पसिनै पसिना भएर चाहिँ यहाँ आइसक्यो माथि डाँडामा। दुःख कष्ट गर्नु नि गाह्रो छ क्या। छमछम लुक्स बोय। अनि म यता छु पसिना भएर। यहाँ झर्लङ्गी कान्छी यता छ। म चाहिँ यहाँ अब लास्टै गर्मी भएर यार बोल्नु नि सकिरहेको छैन हौ। आर्म्सहरू त खतरा छ नि फेरि मेरो। बिहे मेरो भन्नु नि त परिवारको बिना त आउँदैन भन्दै ल्याउँछ होला लैजाइ। ल राम्रो हेरिदिनु त। ओइ अर्कल गएको ल्याउँछ क्या ए अर्कल गएको नहेरे केटा त्यस्तो त होइन। त्यसले पनि पहिला त फाल गर्दैन। मैले काम बिगार्ने भयो। होइन एउटा छोरा र जोडा छोरी भएको छोरा र छोरी यो त भएकै ल्याउँछ कि नभएको ल्याउँछ। म त अर्कली हेरेको ल्याउँछौ। अर्कली हेरेको नहेरै होइन बिहे गरेको नानीको आमाहरू त ल्याउँदिन होला नि त। ल्याउँदैन। ए त्यसो भने त ठिकै भइगयो। अर्काले गएको चाहिँ आउँछ।
भएको त्यसको पनि चुन्यो यो 2 ठाउँ पैसा लुगाउँछ 1 ठाउँ मात्रै बुझा जान्छ अघि होइन गलपाती पैसा ब्याङ्कमा राख्छ क्या अलिअलि नराख्यो भने कहाँ लुगाउँछ लुकाउँछ लु मेरो हेरिदिनुहोस् ल मेरो राम्रो हात खै पैसा ल्याइ पैसा देऊ देऊ यसले 30 वर्ग दिन्छ केलाई पनि पैसा दिँदैन ओहो हो रे हो हेर उयो हेर मेरो त अनि आफै गएर बसेर म पनि दिँदिनँ नि यहाँ त बिहे कहिले हुँदो रहेछ बिहेहरू त ए त हुँदैन होइन हुँदैन नि वर्षदेखि हुन्छौ 30 वर्ष टाइम लाग्ने रहेछ होइन कस्तो चाहिँ त्यो छोराछोरी के हुन्छ कि नहुन् त्यो पुर्नेको त्यसो थियो साँच्चै नै हुन्छ कि नहुन्छ जन्मेछ साँच्चै भएपछि जात ठुलो भयो ओइ साथीआमा पो भन्छ मलाई ओहो सिँढीमा रातभरि सोरिन गरे बोइ छैन चल्नु छैन टोलीहरू यहाँ खाजा खाँदैछ ल केटाहरू सब के भयो खतमले चाहिँ खाजा साजा पनि खाइसक्यो अब यहाँ 1-2 जना मान्छे पर्खिनु पर्ने छ यहाँ अब अरू मान्छेहरू मिलाएर अनि टक्क अब यहाँ हामी चाहिँ यहाँ अहिले टक्क आइसक्यो यहाँ त्रिबिटारको स्कुलमा यहाँ माथिको स्कुल हो होइन दामी तरिकाबाट हान्नुपर्छ स्कुलको नाम छमछममाया माध्यमिक विद्यालय के हो यो स्कुलको नाम के हो धर्मदेवी माध्यमिक विद्यालय फाइनली होइन हामी चाहिँ बिहेमा नि आइसक्यो कालो देखाएको के हो अब त कालो देखाउँछौ चाड खाँदैछु होइन यतिर टक्क फाइनली हामी चाहिँ होइन गेट गर्न आइसक्यो बेहुला नि क्या